हेलो वेलकम टु माई मिनी ब्लग्स साथीहरू तपाईँलाई मेरो भिडियोमा स्वागत छ। आज हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा चाहिँ हामी चाहिँ जाँदैछौँ मछली घर होइन। यो चाहिँ जूभित्र रहेछ तर यसको चाहिँ एक्स्ट्रा 20 रुपिस तिरेर पस्नुपर्ने रहेछ होइन। यहाँ चाहिँ एक्वेरियमहरू रहेछ र चाहिँ एकदमै धेरै प्रकारको माछाहरू राखेको रहेछ होइन। यहाँ चाहिँ देख्न फर्स्ट स्टार्टिङमा चाहिँ टर्टोइज राखेको रहेछ। त्यहाँदेखि यो चाहिँ ब्ल्याक कलरको चाहिँ पिराना भन्दै थियो। अन्त नानीले चाहिँ एउटा मुभी हेरेको थियो नि त, त्यो त आमा डरलाग्दो हुन्छ नि, मान्छे खान्छ है भनेर भन्दै थियो। यो त होइन होला त्यो भनेर मैले चाहिँ भन्दै थिएँ। यतापट्टि साइजमा चाहिँ सानो खालको माछा राखेको छ, यतापट्टि चाहिँ ठुलो ठिकैको साइजको राखेको रहेछ। त्यहाँ चाहिँ हेर्नु न कलरहरू यस्तो मिठो मिठो है माछाको, दामी दामी माछाहरू पनि अब पुरै भेराइटीको थियो है साथीहरू। अन्त यो चाहिँ एक्वेरियम चाहिँ फुल एक राउन्ड घुम्नुपर्ने रहेछ हो। अन्त माछा चाहिँ पुरै थरी थरीको राखेको थियो। अन्त नानी चाहिँ एकदमै खुसी हुँदै थियो। मलाई पनि राम्रो लाग्दै थियो यहाँनिर हेर्नु न, माछा चाहिँ कस्तो छुनु मन लाग्ने टाइपको, हेरौँ हेरौँ लाग्ने टाइपको रहेछ राखेको थियो। अन्त हामी चाहिँ घुम्दै थियौँ, सानो खालको चाहिँ एकदमै क्युट खालको लाग्यो मलाई चाहिँ हो। अन्त यहाँनिर हामी चाहिँ एक चक्कर घुम्दै थियौँ, फोटोसुटहरू पनि गर्दै थियौँ। मैले चाहिँ नानीले नामहरू पढ न, नाम पनि लेखेको रहेछ भन्दै थियो। यो स्टोन खालको माछा चाहिँ एक प्रकारको वाइट कलरको चाहिँ स्टोन टाइपको थियो है, कडा टाइपको बाहिरबाट हेर्दा नै खालको थियो। अन्त हामी चाहिँ मैले चाहिँ यहाँनिर नामहरू पनि हेराएँ भन्दै थियो उसलाई चाहिँ हो। उसले फेरि हामी चाहिँ गयौँ यहाँ टर्टोइज भएकोमा होइन। अब त्यहाँदेखि चाहिँ यहाँनिर यही हेर्दै थियो उसले चाहिँ, पिक्चरमा हेरेकोले गर्दाखेरि चाहिँ यसको त डरलाग्दो दाँत हुन्छ भन्दै हो। अन्त यहाँनिर चाहिँ बाहिरपट्टि चाहिँ पुच्छरपट्टिबाट चाहिँ निस्किने रहेछ साथीहरू। अन्त चाहिँ यहाँ बाहिर चाहिँ हेर्नु न कत्रो ठुलो माछाको सेप बनाएको रहेछ है। हामीले यतापट्टिबाट पहिला पस्दाखेरि चाहिँ भेट देखेन, अन्त यतापट्टि देख्यो हो। अन्त यहाँनिर बाहिरपट्टि पनि रहेछ, तर यो बाहिरपट्टिको चाहिँ रियल होइन रहेछ हो। अन्त चाहिँ यहाँनिर हामीले यसो हेर्दै थियौँ। अन्त थ्याङ्क यू फर वाचिङ माई भिडियो, सी यू नेक्स्ट भिडियो, बाई बाई।